मुद्दिन कुरो गरे हो कि त्यस्तो हगेको न हल्का थक छानेर दिम ओए तिमीले मलाई के भनेको र तिमीले के मलाई रेपेको दिम भाइबाट सल्काम छौ कि म ठोक दिम है सुरुबाट सल्काम छौ कि तिमीलाई हान्दिम यही भन त कुछ तरीका है भीख मांगने का हान्ने हो क्या दोस्त क्या हुक्का मुद्दी गएर गाइज हैन ओ छेने मुद्दिन कुरो गरे हो कि ल नेपालबाट चाहिँ हामीले चाहिँ आज कति पिस होला ल समथिङ साथी कति यहाँ अघि नै काम गरेबाट तिमीले खाएको थिएन एकचोटि पनि खाएन झुट नबोल्किनु भन हाँसिराख मलाई तिमी यहाँ मैले हेर्दाखेरि एउटा मात्रै देखिरहेको छु मैले कन्फ्युज भएको छु आज यत्रो थियो यार चुरोट कहाँ गयो भन्छु के हो तिमीले यहाँ ठगेको हो र एउटा मात्रै छ हेर्नुहोस् त गाई मलाई त मतलब भएन उसकै चुरोट हो मलाई मतलब भएन बस मतलब कि अब यस्तो नि त अब यहाँ इन्डियामा अब यो नेपाली चुरोट पाउनु भनेको धेरै गाह्रो हो नि अब उसको भाइ आउने रहेछ नि त अस्ति अब त्यही भएर चाहिँ अब थाहा पनि नभएको अगर उहाँबाट आउने थियो भने चाहिँ मैले टक्क लारे ल नि त भनेर मैले अब किन्थे सिन्थे पनि होला अब मान्छे पनि अब गायब है उसले पैसा के भन्छ महिना पैसा उसले आफ्नो ड्याडलाई चाहिँ पठाउने बेलामा चाहिँ के भन्थे मात्र त्यति बेला चाहिँ थाहा भएको भाइ आह चुरोट पनि लिन छ भनेर होइन अनि मैले पनि ओके भने अलि पहिले थाहा भएको भएदेखि चाहिँ मैले चाहिँ 2-3 बट्टा चाहिँ मैले घुसाइहाल्थेँ है अब के आएर थाहा पनि नभएको यिनी चोर डाँकाले चाहिँ थाहै नदिएर त्यत्तिकै के अहिले हेर्नुहोस् रातिको कति बज्यो ल हेर्नुहोस् है त अहिले हेर्नु 12:41 भइसक्यो यस बेला उठेर अब टक्कलारे अब होइन हुन त भर्खरै ड्युटीबाट आएको है होइन होला के हो कहाँ यो होइन कि यार अहिले हाम्रो भुरभुरवाला कहाँ गयो मेरो मलाई साथीले दिएका न कि यिनले लाइटर गिफ्ट दिएका न ल साथी तिम्रै लागि भनेर मैले पनि यिनलाई फेरि आइफोन 17 दिएको नि त फेरि आइफोन 17 को होइन यो साथी खुसी छन् छैनौ त तिमी खुसी एकदम हो नि यस्तो हुक्का सुके छेरबाट ला होइन होला म सर फालेर आउँछ गाइजहरु हैन ट्याक्टर टुक्को ला त्यस्तो हगेको न कस्तो अलि भएन मिलेन हल्का थक छानेर थक छान्न जाने अरे हग्न नजाने अरे छेरपाट लाहा भन्छ न आफै अनि म चाहिँ होइन झ्याप भएको होइन गाइजहरु होइन त्यसै अब भिडियोको लागि चाहिँ झ्याप जस्तो भएको है गाइजहरु है खासमा यहाँ चाहिँ हामीले चाहिँ कन्टेन्टको लागि भनेर मात्र हल्का रमाइलो गरेको है खासमा चाहिँ उनी पनि झ्याप छैनन् मैले पनि हल्का यस्तो मजाक गरेको है तपाईहरुलाई के कस्तो लाग्छ मन परेमा चाहिँ जस्तो आयो त्यस्तै हजुरहरूलाई प्रस्तुत गरिहाले अब केटाकेटीहरूले आफ्नो रहर पूरा गर्नको लागि खोलेको च्यानल हो सब्स्क्राइब चाहिँ गरिदिनु होला धर्म हुन्छ